सङ्घर्ष पनि कति गर्ने यार, पक्क लागिरहेको इन्टरभ्यू दिएर आएको भित्र त लास्टै चिसो थियो है, बाहिर आएको त नि मान्छे सुक्ने खालको घाम रहेछ यार। मेट्रो पुग्नु पनि कम्ता टाढो रहेछ तल, के साह्रो गर्मी भएको क्या। अब चाहिँ जब पाउनको लागि के गर्ने, सङ्घर्ष त गर्नै पर्यो, घाममा हिँड्नु पर्यो, दुःख छ हजुर। कस्तो घाम छ यार, आम्मा पुरै लुगा भिजिसक्यो।